पल्सा अभिनीत रामायणको लगानी विवादमा पूजा भन्छिन् मेरो संलग्नता छैन, म आफै पीडित छु। अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो फिल्म रामायणको लगानी बारेको विवादमा स्पष्टीकरण दिएकी छन्। फेसबुक स्ट्याटस मार्फत उनले यो सन्दर्भमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको बताएकी हुन्। यो फिल्मका कार्यकारी निर्माता सुशान्त पाठकले वैदेशिक अध्ययनका लागि जान लागेको विद्यार्थीको रकम फिल्म निर्माणमा लगानी गरेको, तर फिल्म डुबेपछि उनी सम्पर्कविहीन भएको चर्चा अहिले छ। यो कुरा चर्किन थालेपछि निर्माती समेत रहेकी पूजाले यो सन्दर्भमा आफ्नो संलग्नता अस्वीकार गरेकी हुन्। विद्यार्थीबाट उठाएको रकमको प्रमुख दोषी पाठक रहेको बताउँदै पूजाले उनी अहिले फरार रहेको बताएकी छन्। आफूलाई समेत लगातार टाइरहेको उनको भनाइ छ। यो घटनाबाट आफू स्वयं पीडित भएको र सम्बन्धित निकायले यसबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पूजाको माग छ। सुरुमा लगानी गर्ने सहमति गरेका पाठकलाई कार्यकारी निर्माताको हैसियत दिएको उनको भनाइ छ। अहिलेसम्म पाठकले कुनै आर्थिक योगदान नदिएको पूजा बताउँछिन्। प्राविधिक र टिमका अन्य सदस्यलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व पनि पाठकको भएको बताउँदै पूजाले उनी आफैले प्राविधिकलाई चेक प्रदान गरेको बताएकी छन्। पूजाले निर्माण गरेको सुदर्शन थापाले निर्देशन गरेको फिल्म रामायणले घरेलु बक्स अफिसमा 1,54,00,000 रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्स अफिसमा उल्लेख छ।